गर्मी मौसम बढेसँगै पछिल्लो समय वातावरण पनि अत्याधिक मात्रामा प्रदूषण हुँदै गइरहेको छ। बाटोमा हिँड्दा, बाइकहरूमा चलाउँदा एकदमै धुलो धुवाहरूले एकदमै असर गरिरहेको छ पछिल्लो समयमा। त्यसबाट जोगिनको लागि हामीले सेफ्टी चस्मा प्लस सनग्लास, घामबाट पनि प्रोटेक्सन हुने चस्माहरू अत्याधिक मात्रामा लिएर आएका छौँ। जस्तै म तपाईँलाई बिस्तारै देखाउँदै गइरहेको छु। यिनीहरू छन् हावा धुलो किराहरूबाट जोगिनको लागि एकदमै सहज हुने चस्मा। साइडबाट हावा धुलो किराहरू एकदमै सहज हुन्छ, लगाउन पनि कम्फर्टेबल छ। अलि ठुलो अनुहार हुनेहरूको लागि फाइदा हुन्छ यो चस्मा। यसका कलर अप्सनहरू पनि फरक फरक छन्। यो चाहिँ छ हाफमा, अनि यसैमा छ अर्को बोर्डरवाला चस्मा, जस्तै यो वाला पनि छ। लगाउन एकदम आनन्द हुन्छ, कम्फर्टेबल, साइडमा पनि डस्दैन। अहिले पछिल्लो समय यति धेरै ट्रेन्डिङमा चलिरहेको छ यो चस्मा। यो ट्रेकिङ हिँड्दा होस् या त बाइकहरूमा गाडीहरू लगाएर गाडीहरूमा पनि एकदमै कायदा हुन्छ। जस्तै अरू डिजाइनहरू पनि यस्तै यस्तै फरक फरक छन्। म तपाईँलाई बिस्तारै सबै भेराइटीहरू देखाउँदै गइरहेको छु। कलरहरू प्लस फ्रेमका डिजाइनहरू, सेपहरू। अनि अर्को छ यो चाहिँ साइनिङ फ्रेममा, फेसमा एकदम इजी हुन्छ, आनन्द हुन्छ लगाउन। चस्मा पनि दामी छ, ग्लासको क्वालिटी पनि एकदमै दामी छ। हावा धुलो किराहरूबाट फुल्ली प्रोटेक्सन प्लस सन प्रोटेक्सन गर्ने ग्लासहरू पनि यसैमा इन्क्लुड रहेको छ। यो चाहिँ अर्को कलर अप्सन हो। यसका अरू कलर अप्सनहरू पनि छन्, जस्तै यो पनि छ, यसैको अर्को कलर अप्सन। त्यस्तै अर्को रहेको छ रेड मर्क्युरीमा। पछिल्लो समय यो चस्माको लागि यति धेरै डिमान्ड छ कि जुन मार्केटमा पुर्याउन पनि गाह्रो भइरहेको छ यो आइटमहरू। अनि त्यसैमा अर्को कलर अप्सन यो पनि छ। बिस्तारै बिस्तारै म तपाईँलाई सबै भेराइटीहरूको चस्माहरू लगाएर देखाइदिँदैछु। यो पनि छ अर्को चेन्जेबल, कहिलेकाहीँ रातिमा लगाउँदा होस् अथवा दिनमा लगाउँदा। दिनमा अटोमेटिक कालो हुन्छ, रातिमा अटोमेटिक वाइट, जसले गर्दा बाइकहरू चलाउनको लागि एकदम सहज हुन्छ। अनि अलिकति ठुलो अनुहार हुनेहरूको लागि चाहिँ हाफ फ्रेममा यो वाला, यसको डिजाइन पनि फरक छ। त्यस्तैमा यो सेप पनि अलिकति डिफ्रेन्ट टाइपको मोडल हो। यसका डिजाइनहरू टोटली फरक फरक, जुन मैले तपाईँलाई देखाइरहेको छु सबै फरक फरक मोडलका चस्माहरू। कुनै ब्राउनमा छ, कुनै ब्ल्याकमा छ, कुनै मर्क्युरीमा छ। मर्क्युरी पनि डिफ्रेन्ट डिफ्रेन्ट मर्क्युरीहरू छन्। अनि अलिकति सानो सेपमा मन पराउने साथीहरूको लागि चाहिँ यो मोडलको चस्माहरू पनि लिएर आएको छ हामीले। यो टाइपमा चाहिँ मसँग दुईवटा कलर अप्सन मात्रै छ। एउटा यो कलर अप्सन अनि अर्को यो कलर छ। लगाउन एकदम सजिलो आनन्द छ। अनि त्यस्तैमा अलिकति फरक कलरको यो कलर पनि छ। कसैको अनुहार अलिकति सानो हुन्छ तर यस्तै सेपको चस्मा लगाउन मन लाग्ने साथीहरूको लागि चाहिँ यो एकदम बेस्ट छ। अनि अर्को फरक कलर चाहिँ यो वाला, यो चाहिँ अलिकति फरक मोडलको चस्मा हो, Y2K चस्मा भन्छ। यसको डिजाइन पनि टोटली युनिक छ। अलि यङ जेनेरेसनको लागि अत्याधिक रुचाइएको यी चस्माहरू मैले तपाईँहरूलाई देखाउन गइरहेको छु। अनि यसैको अर्को कलर अप्सन छ यो कलर। यदि चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो पसलको लोकेसन रहेको छ पृथ्वी चोक बस पार्क, साल ट्रेडिङ कर्पोरेसनको आडेमा। पसलको नाम डिलाइट अप्टिकल्स पोखरा।